हेलो एभ्रिवान। आज मैले पनिर मोमो बनाउँदैछु हैन। पनिर मोमो बनाउँदैछु र मैदामा त्यो पनि। अनि धेरैजसो साथीहरूले भन्नुहुन्छ कि मैदाको मोमो जसले पनि बनाउँछ जसरी पनि बनाउँदा हुन्छ भनेर। तर एउटा यसको रेसिपी हुन्छ हैन। मैदा गुन्नेदेखि लिएर पनिर मोमोको सबैको रेसिपी हुन्छ जो हाम्रो कुनै पनि टेस्ट टेक्चर हैन, ड्राइनेस कोही त्यस्तो हुन्छ हैन। यो हुनु भएन। जब रेसिपीमा बनाएपछि चाहिँ यो हुन्छ ल। यसको लागि चाहिँ मेरो भाइ छ एकजना, कमिटुको भाइ हो। मैले जसलाई हिजो पनि ल्याएको थिएँ भिडियोमा। त्यो भाइले भनिदिन्छ मैदाको रेसिपी। ल, मैदा गुन्ने बेला के हालेर बनाउँछ भाइ, ल भनिदियो एकपटक। 1 किलो मैदामा 500 ग्राम पानी अनि 30 ग्राम ओइल र 30 ग्राम नमक हालेर एकदम राम्रोसँग मिक्स गर्ने भए त्यो मैदा एकदम राम्रो हुन्छ। त्यसमा अरू केही पनि एड गर्न मिल्दैन, राम्रो पनि हुन्छ। त्यसपछि त्यसमा दुधहरू हाल्नु भएन, अन्डाहरू हाल्नु भएन हैन। यति गरे बस पुग्छ, बेस्ट छ ल। अनि यसको कस्टिङ पनि कम आउँछ र खाने बेला एकदम टेस्टी पनि हुन्छ र ड्राई पनि हुँदैन, सुक्दैन हैन। एकदमै राम्रो हुन्छ ल। थ्याङ्क यू भाइ, गुड लक।